आनन्द भएको है फ्रेस फिल भएको उस गरे जस्तो भयो के है पुरा स्विमिङ गरेर आएको छ केटाहरू जला फ्रेस फिल भयो अरे एकदम फ्रेस फिल भयो हल्का फिल भयो आगो यहाँ त्यतिकै दामी भयो सो हल्का भएन बढी हल्का बस्न अब त उसै सिनोरो नै चढिदिन्छ होला अब त आहा चुम्मा गरेर अलिक छिटो भयो भने हामी एकचोटि यहाँ एकचोटि फेरि स्विमिङ गर्न आउँछौँ आउनुपर्छ होइन अब नेक्स्ट टाइम त जग्गा पनि जाने कि फ्रेस कस्तो फिल कस्तो मजा आएको भाइ कस्तो हावा पनि नआएको है वेदर त खतरा भएको आजको त बबल छ जाडो पनि नभएको गर्मी पनि नभएको हावा पनि नआएको ओहो यो न पर्फेक्ट त हुनै सक्दैन वेदर यो बेला टुर भनेको काइदा भयो तर दिउँसो चाहिँ गर्मी हुन्छ होला घामले तर घाम डढ्छ कि अहिले बिहानको 9 बजी घाम डढ्छ होला है जाङ्गेलाई जान्छ के भयो नि डढ्यो नि ब्लक हो ब्लक ब्लक ओ शान्ति राख्छ सबैले उठाइदियो त तिमी हतार हतार भन्नु भयो नि तिमीले अब जाने ल है उठाएको हेरौँ है यसो उठाउँदो रहेछ छैन रुम हेर्दा लिजन हो फेरि सुतेको ओ माई गॉड 10 बजिसक्यो लेट्स गो ढिलो हुन्छ अनि के गरेको त अहिले उठेको मान्छे ल एकैछिन आउँछ आउनेलाई सानो उठेन भने पानी लिएर हुन्छ अब गुड मर्निङ यहाँ त थकै त्यो तान्नु नसकेको बल थाम्नै सकेन छिटो उठ यसो भने चाहिँ त्यहाँ बोतल पानीको बोतल लिएर होइन अनि छाप्दैन हेलो उठ्ने होइन ए उठिसक्यो रहेछ उठेर फ्रेस कहाँ पुगेर आइसक्यो कहाँ पुगेर माथि लिएर आएको म कि सपनामा हिँडेर गइरहेको कि अघि नै हो र निजनको पालो म अघि नै गएर बिहानले उठेर नि आएको निजनको पालो उठ्यो उठ्दै सुत्दै मैले त के सोचेको भने यिनीहरू त रेडी भइसक्यो हामी ढिलो भएर जान्छ भन्दै आएको त वा सब भुस क्या आफ्नै पौडी नै छोडेको है अझ हामी त बिहानै जाने उठेर भन्दै थियो त को त झन्
माथि आऊ हुनुमा हाई भन्न क्यामेरामा हेरेको हाई हाई भन्न भने जा हेलो गाइज कस्तो हुँदैछ टोपी लगाटिएन टोपी लगाउने टोपी मेरो लगाउने बोले नि तिम्रो ब्लग ट्रेनको जङ्गल वकिङ गर्दै हाई What's up beautiful people हामी चाहिँ आज यो के हाफ फ्यान फरेस्ट भन्नेमा छौँ हामी चाहिँ जस्ट चिल हुन मात्रै आएको हामी हाइकिङको लागि आएको होइन किनकि हामी हिजो हाइकिङ गरिसक्यो यहाँ हुन्छ हाम्रो ओनर अफ क्यामेरा मिस्टर विजय गुरुङ अनि त्यो गाडी देख्दै रहेछ जो मेरो गाडी माथि छ अरे यहाँबाट अलि देख्दैन यहाँबाट चाहिँ अलि देख्दैन अनि अगाडिको चाहिँ हाम्रो सन्दीप ब्रो हो ऊ चाहिँ ब्रान्डेड मात्रै लाउँछ चस्मा देखाउनै पर्छ उसलाई फेरि पछाडि है डिओरको लाछ अनि या ल यता छ हाम्रो प्रशान्त ब्रो व्हाट्सअप Alright, ladies and gents, we are in, what's this place called? Somewhere in Wales. It's a very beautiful spot, lovely weather, nice and sunny. Yeah, stream. And we will be heading
towards some dam. Can't even remember the dam name. It shouldn't be long from here. For about 20 minutes, I'd say. Yeah, Yeah, almost 20 minutes. Yeah. Almost 20 minutes, and we are heading on 2 cars. One is his car, one is mine, and there is few what called like not passenger, conductor was next to me. Hi. Sorry. Hey, अनि उता चाहिँ लिजन छ लिजन बेबी सिटर ओके बेबी सिटिङ हो चाहिँ अनि भइसकेको छ अनि हाम्रो दन्ती चाहिँ उहाँ टिकटकर ज्यू हाम्रो दन्ती टिकटक बनाउँदैछ कता बनाउनु लाग्छ कहाँ देखेछौ तिमीले ल हेर त्यहाँबाट नाचिरहेछ चमेली चमेली भन्दै Drone shot, guys. Drone shot. Ê, đây. पानी यहाँ खासमा पानी नआएछ है पानी आउनु पर्यो नि ठ्याक्कै पार्दियो यहाँ होइन अर्को ठाउँमा हो तिमीलाई थाहा रहेछ कहाँ ल हाई छ्याङा What's that? Piano topi लगाओ क्या? नरहेछ त्यो होइन होइन कि होइन कि हेरेर आएको बन्द छ यो छ होइन नमिल्दो रहेछ क्या त्यो माथि जानु है इन्टरनेट चलेछ यहाँ बाटो छैन भनेर अनि बाटो मैले बाटो छैन कहिले हामी उताबाट आइरहेको आधामा मैले बाटो छैन कहिले भनेर त्यस्तो हामी रहेछ कि लास्टै भएर हामी देख्छ हिजो अस्ति नै नेपाल जाने अगाडि प्लिज लास्ट चान्स हो कि वान टाइम हो कि के भन्थ्यो कि उसले के को लागि होइन आइडी थिएन कि होइन म फर्स्ट टाइम आएको मैले आइडी ल्याएन भने अनि त्यसपछि प्लिज वान चान्स हो के भन्थ्यो कि अनि उसकै ओके आई विल लेट यु गो इन टुडे भन्थ्यो हैन रुलिएन हा साला पाता के भन्ने डायलग हान्थ्यो
थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच त्यस्तो भनेको छ नि तहरूले नमस्ते गरेको चिन कफ दिनको लागि मैले पनि त्यस्तो गर्नेवाला सुनेँ कसले गर्छ भन्ने कुरा त त्यही आफूले नै बोलिरहेको म त जान्नु भनेको अङ्कललाई सोधौँ न अङ्कल हो कि होइन अङ्कल यो कुरा साँचो हो कि होइन हो हो अरे ए न्युरो रहेछ नि गाइज होइन ए होइन बाटै छैन हामी त बाटोमा खोजेर आएको हामी प्याङ च्यातिनी गरेर चढेर आएको हामी पछाडिको मेन भर्सेस वाइल त के हिँड्थ्यो र म त्यस्तै हिँडेको थाहै छैन क्यामेरा अन हुनै हुन्न थाहा छ नि कसले देख्छ सम्झिँदैन भेडाको उन जस्तो यहाँ काट्ने रहेछ नि त भेडाको उन अब कता हो कि हामी कता जाने अब कता जाने डाँडो कता जाने कि कता जाने तालदेखि कता हो ताल त्यहाँ जान मिल्दैन को बोका बस्यो भने काटिदिन्थ्यो अलिक जुम गरेर गर्नु त हेर त आफूसँग राख्यो भनेर रोज हामी चाहिँ ड्यामतिर ऊ त्यो खास ड्यामतिर चाहिँ हामी जाने भनेको तर जान त पाउने होइन पाउने रहेछ होइन पाउने त रहेछ दोस्त फोटो खिच्नु खिच्नु पर्ने रहेछ अब विशाल दोस्तलाई फेरि फोटो खिच्नु मन लाग्ने फेरि होइन अब त्यो चाहिँ हेर्नुहोस् रुखहरू यहाँ चाहिँ देश यहाँको हल्का फुल्का ल्यान्डस्केप नेपालको जस्तै हो नि त है त्यस्तो छ नि हालैले एकदम सेम त्यस्तो छ गर्मीको बानी तिर साइडतिर जान्छ उसले गाउँ भनेको यार ल्याइपुहाल्यो फेरि यार गाउँको मान्छे के भनौँ है अब भन्ने उसै छैन सबै छैन भन न ए सन्दीप लिएर गीत गाउँ न गाउँको एउटा गीत गाउँ त एउटा गीत भन्नु त गाउँको गाउँको एउटा दामी गाइमा छ नि त हजुरले गर्लफ्रेन्डलाई सुनाएको गीत भने पहिलोचोटि लभ पर्ने हेरमा पट लभ त पऱ्यो होला गाइदिनु न त ल कस्तो गएको थियो हजुर त अलिक पहिलाकै मान्छे हो भनौँ गीतै बिर्सियो यार ए त्यो के दोस्त मेरै अघि मेरै माया आज अर्कैको बेहुली तपाईँको भयो त्यस्तो यता देखाउनु न यता तपाईँको भयो त्यस्तो मलाई पो भनिरहेको छ तिमीलाई त्यो गीत याद आफ्नो मनको व्यथा होइन अरूलाई ठिक छ अरूलाई आफूलाई भएको कुरा अरूलाई भन्नु अरूलाई परे जस्तो गरेर आफूलाई टक्क होइन ठिक छ म बुझ्छु अस्ति गीताको कुन गीत अरे यहाँ जिस्का गीत आउँदा ला अनिस्का तिमी हो नि त मेन भोकल तिमी हो नि त आऊ यहाँ आऊ न सुरु हो गीत गाउनु नि त सुरु गोरी पानी डाँडैमा गुराँस फुल्यो झलल गोरी पानी डाँडैमा गुराँस फुल्यो झलल आहा हा हा लाउनै भए लाउ है माया गर हाम्रो म्याग्दी हजुर उता उता लाउ है माया गर रुखमा बाटो झुन्ड्यो ओइ 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 बोका ग्याङको बिचमा काटेर अझै मानु छिटो अरे फेरि कन्ट्रोल नेपाल ट्रोलको पेजमा सक्यो मैले अलिकति खतरै भनिदिन्छु म भ्लगमा अलिकति भन्नु फ्यामिली भ्लग रेकर्डै छ अनि म एडल्ट भर्जन बनाउँछु नि त्यस्तो नबनाउनु यहाँ अनिसको सुने अनि ढल्छ
के गर्दै बाटोमा केटाहरू त त्यस्तो गर्नुहुन्न नि अब मुतेर आएर होइन म त होइन मैले होइन केटाहरू बाटोमा के तल झर्ना आउला फेरि उसले त मतलब छैन मैले आफू हालिदिनु मिल्छ भन्ने भइरहेको उसलाई त पात चाहियो पात भात ताक पुस्ने चाक पिछुमा पिहाल्नु नाकमा अनि अनि त्यसले झट्ट रान फेरि भन बाई गर्दै बाई भन बाई चमेली चमेली तिमी नै यस्तो यस्तो यहाँ हेर्नु पर्यो कुन ठाउँ दाइ हेर्नु त Behind the scenes of चना चटपट पानीपुरी जस्तै खत्रै नाच्यो है त्यो चमेली चमेली गरेछ चमेली चमेली